मुश्किल ही नहीं नामुमकिन है। हेलो त्यहाँ माथि थिइस् न यहाँनिर यता त्यो यहाँ WQ भनिसक्यो यतातिर यहाँनिर त्यता डब्लु के थिइस् थिइस् न न कस्तो डराएको। पछि अरु बिगाड्दिस् भन्छ ल भयो बोल्न के हेलो हेलो मिस्टर लक्ष्य हेलो 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 उता त्यो हटाएर बोल्छ यसरी हटा न हटा हेलो अनि यसरी हेलो 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 यो कसरी लाउने हो हाई गाइस वेलकम कसरी और लाउने हो वेलकम न? ब्याक टु द च्यानल। ब्रो मैले बिगाडिदिन्छु भन्छस् के तैँले फेरि ल Hi, I'm Laksh, a 16-year-old business student trying to figure out the game early. टु Hi, I'm Laksh, a 16-year-old business student trying to figure out the game early. I like creating, building, experimenting, not because I have to, but because I want to see how far I can go. अब विदाउट Mic. Without mic. This is without mic. Hi, I'm Laksh, a 16-year-old business student trying to figure out the game early. I like creating, building, experimenting, not because I have to, but because I want to see how far I can go. Crazy. बन Hello guys, अब हामी चाहिँ कौसीमा आइसकेका छौँ, which we also call our terrace. हजुरले हेर्न सक्नुहुन्छ, very nice view. कागको भ्यू हेर्न सक्नुहुन्छ हजुरले माथि. स्वयं देखाइदे ओए क्या छ म फोटो खिच्छु. अनि यसरी हामीले फोटो खिचिरहेको छौँ हैन. ब्युटिफुल सिटी, ब्युटिफुल सिनेरी. मलाई थाहा छ यहाँबाट तेरो आवाज आइरहेको छैन नि राम्ररी भिडियो हेरिस् भने आउँछ दिया. आएको रहेछ फ्लेक्स नगर भाइ त. फ्लेक्स नगर एनीवेज I'll take you to the candy shop. अब हाम्रो भिडियो यस्तो हुँदो रहेछ हेर्दा यो भिडियोमा पनि लाइक फोटो खिचे हैन. यो सेतो जुन पार्ट मात्र आछ त्यही हो के. हाई गाइस वेलकम एन्ड वेलकम ब्याक टु द च्यानल। मैले अघि पनि भने बट इट्स काइन्ड अफ रिपिटेटिभ। अब चाहिँ आवाज आइरहेछ त्यही भएर यसलाई कसैले पडकास्टमा नबोलाउनु होला, यसले तपाईँको पडकास्ट बिगारिदिन्छ माइकमा कराएर। So ma'am, what are your thoughts on Virat Kohli's retirement on Test cricket? सन्डे यो विदाउट माइक है बोल त। Hello guys. अब कहाँ यसमा बोलेर Hey guys, how are you all? हामी छतमा आइसकेका छौँ. You guys can see the view. भर्खर पानी परेर रोकेको छ. So राम्रो छ भ्यू. म टाढा गइरहेको छु कि त्यसको क्वालिटी चेक गर्नलाई झन् त्यो आउँछ। के भनिस् Go away. के भनिस् Go away, come on. ओके हाई गाइस सो मैले अब दुईचोटि भनिसकेँ हाई गाइस होइन ढोकालाम। ओके सो दिस माइट बी स्ट्रेन्ज बट वी आर प्रोफेसनल्स। अबदेखि हामी एकदमै प्रोफेसनल बातचित गर्छौँ। लेट मी पुट यु हियर। ओके सो मैले हिजोबाट आजसम्म चाहिँ आई गेन 1 मोर सब्सक्राइबर जो चाहिँ जङ हुनुहुन्छ। सी इज मेबी फ्रम सम एसियन कन्ट्री। सो वेलकम, थ्याङ्क यू सो मच फर सब्सक्राइबिङ। आई एम भेरी ह्याप्पी
and I hope you like the content you find here, which is mostly chaos between me, my family, my friends, my surrounding. So yeah, this mic I would give a 10 out of 10 because हामीले जुन मजा गऱ्यौँ नि यो माइकले गर्दा. सो या इट्स अ स्टिल डिल. यसको लिङ्क तपाईँलाई चाहियो भने चाहिँ मैले हाम्रो बजारबाट मगाएको. आई वुड surely put it there. आजको वेदर लाइक मोस्टली ग्लुमी छ. इट सिम्स लाइक अझै धेरै पानी पर्न लागेको छ, विच is not good because I have to go to Dharan very soon. अनि गएन भने लफडा हुन्छ. सो it's a bit of a chaos. We'll see what happens. अहिलेको लागि आज let's enjoy this new mic. मैले धेरै केही ट्राई गरेन, मेरो भाइले एकछिन ट्राई गर्यो विथ डिफ्रेन्ट अडियो सेटिङ्स. मलाई चाहिँ जुन नर्मल छ त्यही नै मन परिरहेछ. आई होप अडिबल पनि छ. So I think this brings us to the end of the video. Today was not so much of a fun whatever vlog. Also मैले आज बिहान भर्खर जुन क्लिप्सहरू राखेको थिएँ जुनमा चाहिँ म थाकेँ. एनिवे बस हावा निकल गई. जुनमा चाहिँ मैले द हाउसमेड चाहिँ मैले सकाएँ. अब आई एम थिङ्किङ लाइक एक्जाम छ नि त, अनि त्यो नसकुन्जेलसम्म चाहिँ लेट्स नट बाई एनी बुक्स. सो लेट्स किप वाट एभर लेफ्ट मनी, किनभने माइक किनेर त पैसा सबै सकिसक्यो ब्रो. एनिवेज त्यो पैसा सक्यो. एनिवेज त्यो छोडौँ कि त्यो कुरा. अर्को कुरा गरौँ, विच इज त्यो बुकको रिभ्यू, जो चाहिँ अर्को भिडियोमा मोस्ट प्रोबेबली आउँछ. भोलि चाहिँ म आई टेक यु टु सातो बाटो. यु माइट से के छ त सातो बाटोमा? त्यहाँ मेरो साइट छ, त हामी साइट जान्छौँ भोलि. एन्ड विल सी के हुन्छ त्यहाँको अपडेट. भिडियोमा पनि म त्यसको इनफ पिक्चर्सहरू क्लिक गर्छु विच माइट हेल्प मी पछि केही क्वेसन्सहरू सोध्यो भने. सो त्यो हो एउटा कुरा. पिम्बल माइट नट छ. सो let's see. Let's hope for the best. आजको लागि यति नै. प्लिज subscribe to the video. I try my best कि कसरी भिडियो एकदमै राम्रो होस् तपाईँहरूको लागि, वेल इक्विप्ड होस्, वेल तपाईँहरूको लागि पनि अडियो भिजुअल सबै कसरी राम्रो होस् बनाउन म चाहिँ एकदमै ट्राई गरिरहेको छु. सो प्लिज तपाईँहरूले पनि सब्सक्राइब गरेर यु क्यान बी फ्रेन्ड्स विथ मी. And केही छ भने anything you want to talk about, you can talk about with me in the comment section. And also description मा मैले मेरो Instagram link छोडिदिन्छु. So just tell me I'm one of your subscriber. I just wanted to talk about this and we can start talking है त. अब यहाँसम्म एन्ड अफ द भिडियोसम्म आइसक्नु भएको छ. अन्त आज 1 नोभेम्बर, हिजो हेलोविन थियो. लेट्स ड्रप इन सम orange hearts है त. orange hearts for the Halloween. Okay, so drop in the orange hearts. Subscribe गर्नु भयो भने you get a shout out. And also when जब मेरो 500 subscribers reach हुन्छ भने चाहिँ म 5 जना सब्सक्राइबरलाई जो अल्सो त्यहाँ पनि के हुन्छ भन्दा तपाईँले मलाई एउटा DM छोड्नुपर्छ विथ त्यो एड्रेस. त्यो चाहिँ म 500 सब्सक्राइबर पुगेपछि भन्छु होइन. देयर विल बी अ गिभ अवे जुनमा चाहिँ मेजरली a piece of clothing, a piece of stationery, a piece of flower and something curated. के क्युरेट गरेर चाहिँ आई ट्राई सेन्डिङ इट टु योर होम. त्यो चाहिँ 500 सब्सक्राइबर्स रिच भएपछि हुन्छ. र त्यसको क्राइटेरिया भनेको चाहिँ तपाईँले मेरो भ्लग्सहरू चाहिँ लाइक डेली अथवा लाइक अन अ रेगुलर बेसिस चाहिँ हेरेको हुनुपर्छ. सो द्याट विल बी द क्राइटेरिया फर द गिभ अवे, जुन चाहिँ 500 पुगेपछि हुन्छ. विच आई थिङ्क आई डोन्ट थिङ्क म एक्सपेक्ट गर्दिनँ, बट आई होप छिटो होस् सो द्याट यु अल्सो गेट गिफ्ट्स. मैले फोन धेरै हल्लाइसकेँ. ओके, anyways, this was it for this video. See you in the next one. Bye.